नमस्कार, देव संचार समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौँ आज दिनभरिका मुख्य समाचारहरुबाट। भूकम्प पीडित अझै अस्थायी शिविरमा जाजरकोट र रुकुम पश्चिमका हजारौं भूकम्प पीडित 2 वर्ष आधा बितिसक्दा पनि अस्थायी झुपडीमा बस्न बाध्य छन्। पुनर्निर्माण ढिलाइ र लाभग्राही विवादले तेर्सो मनसुनको जोखिम बढाएको छ। बालेन प्रधानमन्त्री अनुपस्थिति। राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री बालेन शाह लगातार दोस्रो पटक अनुपस्थिति। नेपाली कांग्रेस असन्तुष्ट। बैठक बहिष्कार गर्दै सुकुम्बासी मुद्दामा जवाफ मागेका छन्। इभिडिङ ठगी प्रकरण। कालिका कन्स्ट्रक्सन सहित 22 जना विरुद्ध मुद्दा 13 पक्राउ। सरकारी प्रणाली ह्याक गरी बोलपत्र परिवर्तन गरेको सीआईबी को दावी। नागढुङ्गा मुगलिन सडक प्रभावित। निर्माण सामग्री महँगो र अभावले काम रोकियो। मनसुन नजिकै गर्दा 95 किमी विस्तार परियोजना जोखिममा। राष्ट्रिय सरसफाई अभियान स्वास्थ्य मन्त्री निशा मेधाको नेतृत्वमा वीर अस्पतालबाट सुरु। जेठ 1 गतेसम्म सरकारी कार्यालयहरूमा सरसफाई अभियान सञ्चालन। उत्तर कोरियाको संवैधानिक संशोधन किम जोङ उन मारिएमा स्वत आणविक हमला गर्न प्रावधान थप। सरकारको नीति तथा कार्यक्रम आज सुशासन, पूर्वाधार विकास, सामाजिक क्षेत्र र डिजिटाइजेसनलाई उच्च प्राथमिकता दिएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना र डिजिटल अर्थतन्त्र निर्माणमा जोड दिएको छ भने राष्ट्रपतिले संसदमा प्रस्तुत गर्दैछन्। राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी सक्रिय। कांग्रेस एमाले र नेकपा मिलेर सरकारको अध्यादेश विशेष गरी संवैधानिक परिषद र सार्वजनिक पदाधिकारी सम्बन्धीलाई अस्वीकृत गराउने गृह कार्यमा जुटेका छन्। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।